हाम्रो भेना काम गरेर थकित भएको बेलामा भात खाँदै अहिले अहिले त जाडो रक्सी खानु छोड्यो त अहिले त चियापानी खानु सबै छोडेर अहिले धेरै सुध्रिएको छ नयाँ उहाँले नयाँ अहिले काजुली फेरिसकेको छ नयाँ रूप लिएको होइन अब जाडो रक्सी खाँदिनँ भनेर अब केही खाँदैन अब हेर्दै जाउँ यो भिडियो हेर्ने सबैले लाइक गरिदिनु होला यो मुखले खान्न भनेको छ तर यो मुखबाट खाएको देख्यो भने चाहिँ मुख भत्काइदिनु होला साथी हो जसले चिन्नुहुन्छ हाम्रो भेनालाई सुमन अरे नाम चाहिँ खास नाम चाहिँ के उसको सुमनै हो आदि सुमन गिरी हो हामीलाई त एकबार कस्तो डाँडेको त तामाङ भनेर मान्छे त नि छट्टु